ल हेरेर त त्यो ठगेको मूल खण्ड भने होइन यहाँ डोको भोट इन्डियामा बसेर खाएको बार नेपालमा झारिरहनु भएको छ साथीहरू। ए आन्टी ढेँडी खुर्सानी अकबरी खुर्सानी के खुर्सानी खाँदै हुनुहुन्छ है हाम्रो आन्टीले खानासँग गम्ती गम नानी हुन्छ है दालहरू अचारहरू। मेरो घर हिजो हेरेर आउनुभयो होला महान ल त्यो साथीहरू यता चाहिँ मेरो साथीलाई मोलले त यहाँ तान्यो अरे के भएछ हौ के भयो मोल तान्न आएन कोदालाई मोल आएन ल यता साथीहरू हाम्रो गाउँघरतिर चाहिँ यस्तो मोल बोक्नु पर्छ सबैतिर त अलिअलि टिक्कै होला के हाम्रो चाहिँ घाँस बोकेर जस्तो घाँस हाल्यो त्यस्तै बोकेर जाने हामी चाहिँ भाग्यमानी हो ल त हामीलाई आज चाहिँ हाम्रो ढाडले चाहिँ दुःख पाउँदैन हामी चाहिँ 2-3 बजेतिरै सक्छौँ होला 12-1 बजी भाँची के अरे भाँची ल त साथीहरू हाम्रो यहाँ मोल जम्मा गर्ने मोल खात हामीले यहाँदेखि बोकिरहेछ यहाँ चाहिँ बगिनी आन्टीले धम्की मोल खन्नु भएको छ देख्न सक्नुहुनेछ साथीहरू यता बाघ पाटे बाघ हैट भन्छ आफै बाघ अझै मलाई चाहिँ हैट रे यहाँ हेर्नु साथीहरू यहाँदेखि यसो गरेर यहाँसम्म खन्ने 2 जना बाघ र बगिनी है हैट छ कि पुरा आन्टी हजुर कस्तो छ त इन्डिया बसेर दाल भात पचाउँदै छु भन्दै त्यही त अनि भन्नै पर्दैन भनिराछ कति वर्ष बस्यो है 2-3 वर्ष बस्यो हैन अहिले गरे 1 वर्ष बसे पहिला 2 वर्ष 1.5-2 वर्ष बस्यो त्यही त हो नि म बसेको देख्नुभयो त साथीहरू हाम्रो आन्टीको पार भयो डोको ठुलो छ भयो बाघ पार देख्नु भएको छ पाटे बाघ पार त्यो पाटे बोक अब उचाल्नु हिँड्नु भएको छ हामी चाहिँ 2 बहिनी टिम बनाएर हिँडिरहेछौँ हजुर फटाफट आइहाल्नु होला हाम्रो गाउँघरतिर एकदमै पाकेको छ है खाना आउनु ल यता साथीहरू यता चाहिँ हाम्रो साथीहरू आइरहनु भएको छ त्यहाँहरूको रियाक्सन हेरौँ है के भन्नुहुन्छ धौ भएको छ कि छैन म सोध्छु ए देउरानी बहिनी हाई भनिदिउ न एकचोटि कतिको सजिलो छ आज काम एकदम सजिलो है मेरी आन्टी रात त गाला रात के कुखुरा पोथी जस्तो भरिने भाले होइन मलाई त पोथी भइछु फुलपातले पोथी जस्तो भएर हिँड्ने रात भएर
खाना खानलाई हात धुन लाउनु भएको छ हाम्रो आन्टीले चाहिँ। यता चाहिँ यो बुटको नाम ठुलो ओक्टो अरे, गुलाबको फुल। ल साथीहरू अब हाम्रो नास्ता खाने टाइम भयो। अब नास्ता खाने भनेर हामी हात धोएर यस्तो दामी दामी हात साबुनले न्यु यस्तो घुटी घुटी धुएको मोल सोल फालेर खानालाई अब हामी तयारी रेडी अवस्थामा। ए आन्टी आन्टी के खान्ला अब बसेर? ल ल खानुपर्छ है, यसलाई दिने नदिए नि हुन्छ, खा जस्तै छु मा पनि भनेर भन्थे। खुर्सानी देखाउनु त, खुर्सानी देखाउनु। वाउ यत्रो ढेँडी खुर्सानी, अकबरी खुर्सानी, के खुर्सानी खाँदै हुनुहुन्छ है हाम्रो आन्टीले खानासँग। गम कि गम नानी कस्तो लागिरहेको छ भात खाँदा। हामीले चाहिँ अब मोल फालेर भ्याएर अब दिउँसोको बिचको टाइममा भात खान लाग्यो है। ल हेर्नु साथीहरू, मैले यत्रो भात खान्छु कि त्यही पनि मोटाउनु नभए म के भाउ बरे। अब चाहिँ यो भात खाएपछि मोटाउँछु जस्तो छ। हे बा माखा अरे लाउरिने आन्टीले किन हो कि नखाने हो। यता यता देखा त के भिआइपी खाना ल्याएर छ। राम्रोसँग देखा, खुर्सानी देखा। यता चाहिँ हाम्रो फुपूले भटाभट हामीलाई खेताएर खाना रद्दी हुनुहुन्छ है, दालहरू अचारहरू। मेरो घर हिजो हेरेर आउनुभयो होला माखा। ल हुन्छ फुपू। ल हेरेर त त्यो ठगेको मोल खन्नु भने होइन, यहाँ डोको भोरिदिएर बस्नु नि। बसेपछि केही होइन, हजुर उता देखाइदिनु कि हामीलाई नदेखाइदिनु। दिदी हिरेन दिदी हो त गएर हिराउनी छिराउनी रेखा थापा मेकअप गर्ने भने हामी पनि रेखा थापा बन्ने हो। रेखा थापाले हामीले खेल खाइदिन्छ। खेल पो खेल खेल होइन, तिन रोटी हो कि सेल रोटी होइन। ल है त साथीहरू, हामीले चाहिँ मोल बोकै लाम परेर थके लागेको छ है। धो पनि भएको छ साथीहरू। अब सुस्त बोकिरहेको छौँ है। मोलहरू अलिकति अझ हल्का गलेको छैन र नत्र हामी त सबै ठग्याको। यहाँ चाहिँ हाम्रो घर मालिक हो है। यताबाट हामीलाई अझ कम्प्लेन आएन मात्रै, नत्र भिडियो बन्द हुन्थ्यो। इन्डियाबाट आएको मान्छे त गोरु देखिने छन् मोबाइलमा त। अब हाम्रो मोलखात पनि भ्याइन लागिसकेको छैन।
कति बेला सक्छौँ होला अब यस्तो धौ बोइरहेको मल बोकेको ल है त साथीहरू हाम्रो यहाँ आन्टीले इन्डियामा बसेर खाएको पावर नेपालमा झारिरहनु भएको छ साथीहरू आन्टीले धेरै पात लिनु भएको छ भन्दाखेरि पात गर्न जस्तो लाग्यो नि हो क्या दिदी उनीहरू छोडेर आउनु भयो क्या दि कस्तो हस्को आइरहेछ भने चाहिँ मान्छे अब तँलाई पनि नाक सर्जरी गर्नुपर्ने नाक सर्जरी गर्नुपर्छ जस्तो छ त्यो त गरेको छैन आचल शर्मा लग्नुहोस् त आचल शर्माले नाकको पाल सानो भएर अलिकन ठुलो बनाएर सास फेर्न गाह्रो भएर कि सुन्नु हेमा लु खै यता हेर्नु त ए आन्टी कतिको हलुको छ गोरुको बाहा ठिक्कको छ हो र ठिक्कको छ ए मेरो नन्दको त्यहाँ त भाँच्चे छ घोटे होइन ल है त साथीहरू गाउँघरतिर यस्तै हो डोको बोक्नु हिँड्ने परिमल लगाउने मल फाल्ने बढी सिजन चलिरहेछ हाम्रो कहिले गहुँ काट्छौँ कहिले मल फाल्छौँ है गाउँघरतिर काम सिजन अनुसार चलिरहन्छ त्यही अनुसार हामीले काम पनि अगाडि बढाउँदै जानुपर्छ साथीहरू हाम्रो कामलाई हामीले निरन्तरता दिँदैछौँ साथीहरू अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनु ल हाम्रो अब अन्तिम हुन लागिसकेको छ मल ल त साथीहरू ए फेरि ढल्यो के हो के यस्तो आज के हो जाड लागेको छ हात त होइन जाँगर लाग्यो ल मासु हालिदिनु ल ल उठ्नुहोस् अब हावा लानु सुरु भयो ल है साथीहरू हामी चाहिँ अन्तिम पुगिसक्यौँ साथीहरू यता जोतेर नि भ्याइसक्नु मल फालेर हाम्रो चाहिँ अब बाँझे कि है साथीहरू ए आन्टी लास्ट हो कि अझै ल्याइदिने हाम्रो मल लास्ट अब सुत्ने हो ल किन त जान लाग्यो अहिले नास्ता खान आउनु है छिटो गरेर आउनु ल मासु पाकेर ल है साथीहरू अब चाहिँ हामी बिदा आउनुपर्छ साथीहरू अब नेक्स्ट भिडियोको लागि मिठो कमेन्ट छोडिदिनु होला साथीहरू अब हामी अब रात पर्यो अब आजलाई यति नै भोलिलाई अझै छ मल हाम्रो भोलि फेरि खानुपर्छ साथीहरू आजको यति नै भिडियो नेक्स्ट भिडियोमा भेट हुनेछौँ साथीहरू अर्को भिडियोको लागि यस्तै भिडियोको लागि भिडियोलाई माया गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला भन्न चाहन्छु